सरकारले गर्यो अहिलेसम्मकै सबैभन्दा ठूलो र बोल्ड निर्णय। अब सीमावर्ती क्षेत्र हुँदै भारतबाट 100 रुपैयाँ भन्दा बढीका माल सामान सिधै नेपाल ल्याउन नपाउने भएको छ। पछिल्लो समय दैनिक रूपमा अर्बौं नेपाली रुपैयाँ भारततर्फ बगिरहेको र यसले देशको आर्थिक अवस्था कमजोर बनाइरहेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो। यस निर्णय अनुसार अब भारत वा अन्य छिमेकी मुलुकबाट 100 रुपैयाँ भन्दा बढीका कुनै पनि सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार प्रक्रिया पूरा गर्नुपर्नेछ। भन्सार ऐन अनुसार आवश्यक शुल्क तिरेपछि मात्र ती सामान नेपाल भित्राउन पाइनेछ। यसले अवैध रूपमा सामान भित्राउने प्रवृत्तिलाई नियन्त्रण गर्नुका साथै सरकारी राजस्व वृद्धि गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ। सरकारको अपेक्षा छ कि यो निर्णयले केही हप्ता भित्रमै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ, साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्ने र विदेशी निर्भरता केही हदसम्म कम हुने आशा गरिएको छ। अब सीमावर्ती क्षेत्रबाट बिहेबारी, व्रतबन्ध वा अन्य पूजाको सामग्री पनि ल्याउन पाउने छैन। सीमा क्षेत्रमा भन्सार कार्यालयले तोकेको सहुलियत 100 रुपैयाँ भन्दा बढीको सामान आयातमा अनिवार्य रूपमा कर तिर्नुपर्ने सम्पूर्ण आम जनसमुदायमा जानकारी गराइन्छ।